पहिला यो भिडियो हेर यो एमालेको झोलेनी पोरो म्याक्स कान काट्ने दिदी भनेर चिनिने एकैछिन हेर। वर्षको बच्चा बलात्कारपछि हत्या गरिएको छ। 3 वर्ष न उसले राजनीतिक चिन्छ न त छरछिमेकका कसैलाई चिन्छ न यो पुलिस प्रशासन भनौँ या नेपाल सरकार भनौँ कसैले चिन्दैन। चिन्छ त्यसरी आमा बुवालाई अरू बाँकी कसैलाई चिन्दैन। त्यस्तोको लासमाथि पनि राजनीति गर्ने यो एमालेकै झोलेनी लासम भनेपछि केही नभएकी आइमै के भन्ने कि यस्ताले के गाली गर्ने के शब्दले भन्ने आइमै यति किन लासरम चाहिँदैन। 3 वर्षको नानी 3 वर्षको बिचरा यति ठुलो घटना भएको छ। त्यो परिवारलाई कसरी सान्त्वना दिने नेपाल सरकारले सम्मेलन गरिराखेको छ, काम अगाडि बढिरहेको छ, पक्राउ परेको छ, सबै चिज हुँदैछ नि। यो लासमाथि सानो नानुको लासमाथि राजनीतिको रोटी सेक्नका लागि यस्ता झोलेनीहरू अहिले बजारमा छ्यापछ्याप्ती देखिन्छ। के भन्ने त्यो यति किन इज्जत के गाली गर्ने यार। यति किन राम्रा एमाले भित्र रहेका राम्रा साथीभाइहरूलाई पनि यार मुख देखाउनको लाजाको मर्नु यस्ताले गर्दा हुन्छ यार। यस्तालाई बाइकआउट गर्न सकिन्न र भनेको तपाईँको पार्टीभित्रबाट गर्न सकिने यस्तालाई। यो ओलीको गु साला कुकुर।